हेलो एभ्रिवान, राधे राधे। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। र गाइस, आज चाहिँ हामी आएको थियौँ मार्केट हो। मार्केट चाहिँ नानीहरूको पेम्पास थिएन र त्यही लिन भनेर आएको थियौँ। र मैले नानीको लिए हिमालय पाउडर हो। अन्त मार्केट आइसकेपछि चाहिँ यति काम निक्लिन्छ नि नभन्नु न। र यता दिदीले भन्नुभयो सिराम तेल लैजान्छु भन्नुभयो र उसले सिराम तेल र मेहन्दी लिनुभयो। र मेरो छोरीको चाहिँ घिउ पनि रुममा खाली भएको थियो र मैले यो सानो लिएँ किनभने नन्दिनी पाइनँ, त्यही लागि। र दिदीलाई म यता देखाउँदै थिएँ कोरन चाउचाउ, किनभने यता भिन्दै पाउँछ, गाउँमा भिन्दै पाउँछ। र आयौँ हामी चक्लेट भाइ जग्गामा। चक्लेट भाइ जग्गामा आएन भने त हुँदैन, जसरी भए पनि आउनै पर्छ। छोराछोरी भइसकेपछि त चक्लेट हेर्दा लिएरै जानु पर्यो। र यता हामीले हेर्न थाल्यौँ। र यता सब्जी दोकानमा चाहिँ मुला कसरी केजी छ भनेर सोधेको त 50 अरे। 50 हुनाले गर्दा मैले चाहिँ 1 केजी लिएँ। अरू जग्गा हुन्थ्यो भने चाहिँ 170 मात्रै। र यता फेरि यहाँ चाहिँ ठेला लाग्छ र केही काम थियो होला। के लिन आएको लिपस्टिक मस्त मस्त यो राम्रो हुन्छ, चिप्लो छ, राम्रो हुन्छ होला। होइन कलर चाहिँ मलाई त कलर कालै कलेजी नै मनपर्छ। कलेजी नै मनपर्छ, बेसी कालो रहेछ हौ यो चाहिँ। हाई भन सानो, हाई भन, हाई भन्दैछ हेर न काकाले। नानु अम्लो हटाऊ, अम्लो हटाऊ छोरा, अम्लो अम्लो हटाऊ। यसरी टाउकामा क्लिप लाउँदा चाहिँ गाइस बचपनको याद आउँछ। मलाई चाहिँ दिदीले हो अगाडि कस्तो देखिन्छ भनेर लगाइदिनु भएको र लाज लागेर मैले चाहिँ खोलेँ। सो गाइस, हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ